सुजीबाट यति मिठो गुलाब जामुन बन्छ भनेर मैले कहिले सोचेको थिइनँ। बच्चाहरूले खाने भनेपछि बनाउन परेको। बनाउनलाई घरमा मिल्क पाउडर धेरै थिएन के, फेरि अब मिल्क पाउडर नभए पनि आज मैले सुजीबाटै बनाउँछु भनेर बनाएको, फर्स्ट टाइम ट्राई गरेको, एकदमै राम्रो भयो। हेलो साथीहरू, नमस्ते, वेलकम ब्याक टु माई मिनी ब्लग। सुरुमा मैले सुजी लिएँ, सुजीलाई कराईमा बसालेर एकछिन भुटेँ। एकछिन भुटिसकेपछि कराईमा मैले 1.5 कप दुध राखेँ, 1.5 कप पानी राखेँ, थोरै मिश्री राखेर मजाले चलाएँ। हजुरहरूले चिनी पनि राख्न सक्नुहुन्छ। त्यसपछि मैले भुटेको यो सुजीलाई यसमै राखेर मजाले यो पानी नसोसिन्जेलसम्म ढिँडो ओह्रालेको जसरी चलाएँ। अनि छोपेर राखिदिएँ। अब लाग्छु म चास्नी बनाउनतिर। चास्नी बनाउनलाई मैले आधी कचौरा मिश्री राखेँ, अनि त्यसपछि पानी राखेँ 1.5 कचौरा, अनि सुकमेललाई कुटेर राखेर मजाले पकाएँ यस्तो च्याप नभइन्जेलसम्म। अनि अहिलेको सुजीमा चाहिँ मैले मिल्क पाउडर राखेँ 2 चम्चा जति, थोरै मैले घिउ राखेँ, अनि बेकिङ पाउडर पनि थोरै राखेर मजाले मुछेँ। आक्को बलले मुछ्नुपर्छ। यो चाहिँ जति राम्रोसँग हामीले मुछ्छौँ त्यति नै राम्रो डल्लो बन्छ, डल्लो फुट्छ नत्र भने। ल यतिको मुछिसकेपछि मैले यो सानसानो लिँदै यसरी डल्लो बनाएँ। आफूलाई कत्रो सेप मनपर्छ, कस्तो सेप मनपर्छ त्यही अनुसारको बनाउन सक्नुहुन्छ। मैले चाहिँ यसरी सबै गोलो सेपमै बनाएँ। यतिको भएको छ। त्यसपछि मैले कराईमा तेल तताएँ। मैले गल्ती गरेर साथीहरू अघि फर्स्ट टाइममा चाहिँ धेरै हालेर स्वाइँ चलाएँ, फुट्यो कि। अनि दोस्रो पालदेखि चाहिँ अब बिस्तारै चलाएँ, जाने नि त अब गल्ती गरिहालेँ, फुटेर यहाँ नराम्रो भइसक्यो। अनि पछिको चाहिँ एकदमै राम्रो भयो, यतिको भयो। त्यसपछि अघिको चास्नीमा मैले यो राखिदिएँ। चास्नी चाहिँ थोरै भएछ, मेरो यो डल्लो धेरै भएर अलिकति कस्तो कस्तो देखेको छ। अनि त्यसपछि छोपेर मैले 1 घन्टा जति राखिदिएँ। यसलाई चाहिँ धेरै बेर राख्यो भने यो सबै सोच्छ अनि झन् एकदमै राम्रो हुन्छ। 1 घन्टापछि अनि हतार हतार बच्चाहरूले यहाँ खानु पर्यो भनिसक्यो निकालेर मैले, हेर्नुहोस् त यस्तो दामी भएको छ, दिएँ। त्यसपछि मैले पनि खाएँ, एकदमै मिठो भयो साथीहरू। मलाई चाहिँ एकदम मन पर्यो। मेरो बच्चालाई पनि हेर्नुहोस् त कति मजाले खाइरहेको छ, एकदम यम्मी भयो, मम्मी थ्याङ्क यू भन्दै थियो। छोरालाई पनि मन पर्यो, छोरीलाई पनि मन पर्यो, मलाई पनि मन पर्यो, सबैजनालाई मन पर्यो साथीहरू। हजुरहरू पनि अब मिल्क पाउडरको मात्रै नबनाउने बेलामा अब कहिलेकाहीँ चाहिँ अब सुजीबाट पनि ट्राई गर्छु भन्नुहुन्छ भने चाहिँ यो पनि एकदमै सही हुने रहेछ। हस् त, थ्याङ्क यू साथीहरू।